यति सबै थाहा पाउँदै पनि लाचार सरकार त्यस्ता मेन पावर कम्पनीहरूको विरुद्धमा केही गर्दैनथ्यो र नेपालीहरूलाई देशमै रोजगारीको अवस्था सिर्जना गर्ने बारेमा केही प्लान ल्याउँदैनथ्यो। त्यही हुलमा अब त सबै ठिक हुन्छ, विदेश गएर फर्किएपछि कहिल्यै दुःख गर्नु पर्दैन, बुबा आमालाई सुन्दर घर बनाएर राख्छु, श्रीमतीले राम्रो गहना लाउन पाउँछिन् र छोराछोरीले राम्रो स्कुलमा अध्ययन गर्न पाउँछन् भन्दै सुन्दर भविष्यको कल्पना गर्दै आइपुगेका थिए गोर्खाबाट जितबहादुर तामाङ, झापाका प्रकाश अधिकारी, लमजुङका विष्णुहरि थापा, धनुषाका सञ्जय कुमार ठाकुर, ललितपुरका रमेश खड्का लगायत धेरैजना। सुन्दर भविष्यको कल्पना गर्दै देश छाडेर उड्न लागेका उनीहरूलाई एयरपोर्टमा त्यही मुनलाइट कन्सल्टेन्सीको मान्छेले एउटा इन्भेलप पनि दिन्छ, खाम पनि दिन्छ र त्यसलाई नखोल्नु अनि उतै एयरपोर्टमा जो व्यक्ति तिमीहरूलाई लिन आउँछ त्यही मान्छेलाई दिनु भन्छन् र यदि खोलेको भेट्यो भने उनीहरूले सिधै तिमीहरूलाई नेपाल फर्काइदिन्छन् भनेर पनि वान गर्छन्। एयरपोर्टमा पुग्दाखेरि तपाईँको प्रहलाद गिरीले टिकट र पासपोर्टहरू दिँदाखेरि एउटा चिठीको खाम जस्तो सबैको हातमा थमाइदिएको थियो। त्यहाँ अरू पनि मान्छेहरू रहेछन्, जम्मा हुँदै गयो। उहाँले के भन्नुहुन्छ, यो चिठीको खाम नखोल्नु, तिमीहरू जोर्डन पुगेपछि जसले लिन आउँछ पासपोर्ट लिन आउँछ उसलाई दिनु भन्ने कुरा भयो। अब बाध्यतामा जसरी पनि विदेश जानुपर्ने भएकाले नेपालीहरूले ती कुराहरू मान्छन्, खाम खोल्दैनन्। यदि त्यो खाम उनीहरूले एयरपोर्टमै खोलेको भए सायद यो घटना घट्दैन थियो होला। नेपाल हुँदै कतार अनि कतारबाट जोर्डन पुगेका उनीहरूलाई लिन एयरपोर्टमा 2 जना जोर्डनी नागरिकहरू आइपुगेका हुन्छन्। हाम्रा नेपाली दाजुभाइहरूले उनीहरूसँग भएको एन्भलप दिन्छन् र ती जोर्डनी नागरिकहरूले उनीहरूको पासपोर्ट खोसिदिन्छन्। यसरी खोसिएको पासपोर्ट ट्राभल गरेको बेला र बोर्डर क्रस गर्ने बेला मात्र उनीहरूले दिने गर्थे। अब ती जोर्डनी नागरिकहरूले उनीहरूलाई लिएर जोर्डनकै एउटा अमन सहरको एउटा पुरानो घरमा लिएर जान्छन्। त्यहाँनिर पुगे पछाडि उनीहरूले देख्छन् कि त्यहाँ त पहिल्यैबाट 20-22 जना नेपालीहरू रहेछन्। ती सबैलाई त्यही जोर्डनको एउटा होटलमा काम दिने भनेर ल्याइएको हुन्छ। 30-35 जना नेपालीहरू एउटा पुरानो घरमा, कोही 10-12 दिनदेखि त्यहीँ थिए र अझै थपिने क्रम जारी थियो। अब भने उनीहरूलाई बिस्तारै डर लाग्न थाल्छ। पुग्ने बित्तिकै 5 स्टार होटलमा काम गर्ने भनेर आएका उनीहरूलाई एउटा अँध्यारो कोठामा बन्दी बनाएर राखिएको थियो। कहिलेबाट हामीलाई काममा जोइन गराउने भन्दाखेरि ती जोर्डनी नागरिकहरूले अब छिटै भनेर आश्वासन भने दिइरहेका हुन्।